हाई एभ्रिवान, हामीलाई चाहिँ हिजो मेरो माइलो मामा माइजूले डिनरको लागि इन्भाइट गरिसकेको थियो। माइजूले चाहिँ के भेराइटी बनाइसकेको रहेछ, एकदमै मिठो बनाइसिन्छ माइजूले चाहिँ। हामी पहिला स्टुडेन्ट लाइफमा पनि कति बस्ने गरी जान्थ्यौँ, मिठो मिठो बनाएर खुवाइसिन्थ्यो माइजूले। हामी सबैजना त्यहाँ मन्टिका टारमा गयौँ, रमाइलो भयो एकदमै। छतहरुमा फुलहरू कस्तो राम्रोसँग डेकोरेसन गरिसकेको, सबै कुरा एकदमै राम्रोसँग सजाइसिने माइजूले चाहिँ। अनि यहाँ चाहिँ नयाँ हुक्का किनिसकेको रहेछ, कस्तो रमाइलो भयो, हुक्का पनि फिलिङ गर्यो बाबुले। अनि हामीले चाहिँ पालै पिलो हुक्का पनि ट्राई गऱ्यौँ, त्यसको फ्लेभर पनि कस्तो मिठो रहेछ। पहिला चाहिँ माइजूहरूले हामीलाई डेमो देखाइस्यो, हामीलाई चाहिँ मैले चाहिँ गरेको छैन यो ट्राई कहिले पनि। अनि हामीले पालै पिलो ट्राई गऱ्यौँ, फ्लेभर पनि कस्तो मिठो, रुमै पुरै बास्ना आइरहेको थियो त्यो फ्लेभरले, एकदमै रमाइलो भयो। मैले पनि गरेँ, देवांशी बाबु चाहिँ आफ्नै गफ गरिरहेको थिए। अनि यहाँ बाबुले हामीलाई देखाउँदैछ, उसले चाहिँ सबैभन्दा प्रो ऊ रहेछ, उसले कस्तो मजाले गर्ने कि। अनि बाबुले गरेर देखायो हामीलाई। फ्लेभर पनि एकदमै मिठो खालको रहेछ, कस्तो बास्ना आउने खालको। मामाको पाली, मामाले पनि कस्तो राम्रोसँग गर्सिदो रहेछ। पहिला एकचोटि फेसबुकमा पनि अपलोड गर्छ थियो, अनि मैले जिस्काएर उनीहरू थापाकाजीहरू यसरी गर्छिन्छ भनेर सुनाएको थिएँ पापालाई। ठ्याक्कै मैले पनि ट्राई गर्दैछु। मैले फर्स्टमा ट्राई गर्दा त्यति भएको थिएन, बिस्तारै बिस्तारै मैले नि गर्दै सिकेँ। माइजूले पनि पुरा पर्फेक्ट भइसक्छ रहेछ। माइजू पनि दसैँको टाइममा किन्छ अरे माइजूहरूले यो हुक्का। पहिला हाम्रो जिजु बुवाले पनि गर्छिन्थ्यो भनेर मामाले सुनाउँदै होइसिन्थ्यो हामीलाई स्टोरी। मामाले फिल गर्दैसिन्थ्यो अरे पहिलाको त्यो पित्तलको तमाखु कस्तो त्यस्तो टाइपको हुन्थ्यो नि, पहिला चलन थियो नि त्यस्तो। पालै पिलो हामी सबैजना इन्जोय गर्दै थियौँ। हिजो चाहिँ फेरि कस्तो जाडो बढेको, एकदमै जाडो भएको। हामी एकछिन छतमा बसेपछि धेरै बेर बस्नै सकेनौँ, छतमा एकदम चिसो भएर। कस्तो राम्रोसँग प्लान्टहरूले डेकोरेट गरिसकेको छ। माइजूले चाहिँ घर इन्टेरियर चाहिँ डेकोरेसन एकदमै राम्रो गर्छिएको छ, सफा त्यस्तै एकदम रमाइलो लाग्छ मलाई। त्यहाँ चाहिँ इन्टेरियर पनि प्लान्टहरू एकदम धेरै भएर एकदम रमाइलो भएको थियो। तास खेल्ने प्लान बनाए बाबुले, रमाइलो हुन्छ भनेर तास खेल्छु, एकदम रमाइलो भयो। रमाइलो गफ गर्दै लास्टमा पापाले जित्छेछ अलिअलि। अनि फेरि म यहाँ अझै फेरि फिल गरेपछि ट्राई गर्दैछु। म चाहिँ मजाले गरिरहेको थिएँ, तर त्यो धेरै गऱ्यो भने चाहिँ लाग्छ भन्यो बाबुले। अनि त्यसपछि चाहिँ मैले छोडेँ, तर एकदमै रमाइलो हुँदो रहेछ, कस्तो मिठो फ्लेभर। रमाइलो भयो यो एक्सपिरियन्स, एकदम नयाँ थियो मेरो लागि, तर आई इन्जोयड इट अ लट। अनि देवांशीलाई नि आऊ न ट्राई गर भनेर मैले भनेको, ऊ चाहिँ नै भनिरहेको थिएँ, तर केही हुँदैन, जस्ट एकैछिनको फनको लागि त हो। उसलाई पनि इफ इन्ट्रेस्ट छ भने गर भनेको, गर्छु भने एकचोटि ट्राई उसलाई पनि गर्न लगायौँ। त्यसपछि यहाँ तासमा बिजी भइस्यो, हामी चाहिँ आफ्नो तालमा बसिरहेछौँ। हाम्रो सानो बाबु पनि यहाँ मक्ख परेर तलमाथि गर्छ। मामा घर चाहिँ उसलाई एकदम रमाइलो लाग्छ यहाँ आउन चाहिँ। मामा, उसको रतुल मामाले नि एकदम माया गर्छिन्छ, रितम्बरा आन्टीले सबैले माया गर्छिने भएर उसलाई चाहिँ आउन एकदम रमाइलो लाग्छ। मामा घर जाने भनेपछि आइहाल्छ। अनि फाइनली हामीले फेरि डिनर, कस्तो मिठो मिठो रेसिपीहरू रेडी गर्छ रहेछ माइजूले। डिनरहरू लियौँ, रातिसम्म बस्यो हामी, 10:30 बजेसम्म बस्यो। नजिकै छ हाम्रो घर र मन्टिका टार। यसरी हामीले फर्क्यौँ। थ्याङ्क्स फर वाचिङ एभ्रिवान।